साथीहरूलाई चाहिँ नमस्कार भन्न चाहन्छु। आज चाहिँ यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले, आज चाहिँ मैले यहाँ चिकन बनाउन लागिरहेको छु। चिकनको साथसाथमा चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ मैले चाहिँ आलु चाहिँ धेरै ठुलो पनि होइन, ठिक्क ठिक्क मिडियम साइजको चाहिँ आलु काटेर राखेको छु। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ चाहिँ तपाईँहरूको प्याज पनि रेडी छ। प्याज पनि रेडी छ है, हेर्न सक्नुहुन्छ। प्याज पनि काटेर मैले राखिसकेको छु। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूको खुर्सानी छ, त्यहाँदेखि अदुवा छ, काँचो बेसार छ, लसुन छ है। यहाँ चाहिँ कुटेर मैले चाहिँ पुरा रेडी गरेर राखेको छु। तपाईँहरूले चाहिँ हेर्न सक्नुहुन्छ है। आज चाहिँ म भिडियो बनाउन लागिरहेको छु तपाईँहरूको लागि भनेर नै स्पेसल है। यहाँ चाहिँ म सम्पूर्ण सबै कसरी बनाउँदैछु, के गर्दैछु तपाईँहरूलाई चाहिँ म भिडियो मार्फत देखाउन लागिरहेको छु है। हेर्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ। यहाँ चाहिँ मैले चुलोमा चाहिँ भाँडो बसालेर राखेको छु। अब चाहिँ सबै कुरो रेडी छ। यसमा चाहिँ तोरीको तेल हालेर मजाले आज चाहिँ यो पकाइन्छ। तपाईँहरूलाई म देखाउँदैछु है। सक्नुहुन्छ तपाईँले है, मैले चाहिँ यहाँ चाहिँ प्याज फ्राई गरिरहेको छु। तपाईँले चाहिँ देख्न सक्नुहुन्छ। यो चाहिँ के भन्छ, प्याजलाई चाहिँ मैले मजाले पकाउँदैछु के, यहाँ हेर्न सक्नुहुन्छ है। तपाईँहरूलाई भन्नुपर्दाखेरि पहिला चाहिँ मैले यहाँ जिराहरू हालेको पनि देख्न सक्नुहुन्छ है। सानो सानो जिराहरू पनि छ है, त्यसलाई चाहिँ पड्काएको। आज चाहिँ म तपाईँहरूको लागि भनेर नै स्पेसल भिडियो बनाउँदैछु है। तपाईँहरूलाई मैले बनाएको भिडियोहरू कस्तो लाग्छ भन्नु होला, कमेन्ट गर्न सक्नुहुन्छ। तपाईँहरूले पनि कमेन्ट गर्न सक्नुहुन्छ। तपाईँहरूलाई चाहिँ मासु बनाउने भनेर एउटा चाहिँ भिडियो बनाउन लागिरहेको छु क्या मैले। हेर्न सक्नुहुन्छ है, कसरी बनाउँछु मैले चाहिँ। यसलाई चाहिँ लगभग 3-4 मिनटसम्म लाग्छ क्या। प्याज हाल्दा पकाउनु पऱ्यो नि त, मजाले पकाएर यसलाई चाहिँ रातो हुने जेलसम्म। धेरै कालो चाहिँ बनाउनु भएन, कालो बनायो भने चाहिँ राम्रो पनि होइन, एउटा खानाको लागि पनि राम्रो हुँदैन कि। यहाँ चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ तोरीको तेल हो। तोरीको तेलबाट चाहिँ मैले बनाउन लागिरहेको छु, तपाईँहरूले देख्न सक्नुहुन्छ है। त्यसपछि चाहिँ अब यहाँ चाहिँ मासु रेडी छ। मासुलाई चाहिँ अनि यसमा हालिन्छ, मासुलाई पनि फ्राई गरिन्छ। अनि लास्टमा चाहिँ हल्का यो आलु चाहिँ किन भन्दाखेरि यता चाहिँ धेरै टाइमसम्म पकाउनु पर्दैन क्या। आलु यसै पाक्छ, बुझ्नुभयो। धेरै टाइम पनि लाग्दैन। यो आलु चाहिँ लगभग 5-10 मिनट पनि लाग्दैन होला यो आलु पाक्नलाई। किन भन्दाखेरि यता चाहिँ हाम्रो जस्तो त्यो आलु हुँदैन क्या, रातो खाले आलु हुन्छ नि। उहाँ चाहिँ मजाले त्यसको चाहिँ बास्नादेखिको, त्यसको स्वाददेखिको, त्यसको हर चिजमा अलग छ क्या त्यसको चाहिँ। हाम्रोतिरको चाहिँ होइन, यहाँको चाहिँ सिर्फ पानी हुन्छ नि त, पानी जस्तो हुन्छ आलु चाहिँ। त्यही भएर धेरै टाइम लाग्दैन कि आलु चाहिँ पाक्नलाई चाहिँ। लगभग 10-15 मिनटमा चाहिँ आरामले पाकिसक्छ यताको चाहिँ। हेर्न सक्नुहुन्छ। मैले चाहिँ सानो बोटी बनाएर, साना पिस बनाएर, धेरै ठुला पनि छैनन्, धेरै साना पनि छैनन् है, मिडियम साइजको चाहिँ यहाँ पिस बनाएर काटेर मैले चाहिँ अब बनाउन लागिरहेको छु। यहाँ चाहिँ तपाईँहरूले देखिरहनु भयो होला होइन। प्याज चाहिँ मैले अब यहाँ पकाउँदैछु। यसलाई 2-4 मिनट लाग्छ। यसलाई चाहिँ मजाले फ्राई गरेर त्यसपछि चिकन हालिन्छ। चिकन हालिसकेपछि चाहिँ मसलाहरू तपाईँले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ कुटेर राखिसकेको छु कि मैले चाहिँ, यो मसला चाहिँ कुटेर राखिसकेको छु, तपाईँहरूले हेर्न सक्नुहुन्छ है। अनि त्यसपछि यहाँ चाहिँ मैले डब्बामा छ नि त, यहाँ चाहिँ डब्बामा पनि देख्न सक्नुहुन्छ मिक्स मसला पनि छ कि। यहाँ चाहिँ सारा मिक्स छ है। यो चाहिँ कुटेर राखेको खुर्सानी, जिरा सिरा सारा कुरा मिक्स हो क्या। यो चाहिँ मिक्स गरेर राखेको चाहिँ, त्यो चाहिँ लास्टमा हालिन्छ है। धेरै चाहिँ होइन, हल्का गरेर चाहिँ हाल्नुपर्छ। कुटेको हालेन त्यति स्वाद पनि आउँदैन। त्यही भएर चाहिँ म चाहिँ कुटेर नै हाल्ने गर्छु है। त्यो मिक्स मसला चाहिँ लास्टमा हाल्ने गर्छु। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ। अब चाहिँ पाकिरहेको छ, धेरै टाइम लाग्दैन। अब यसलाई 1-2 मिनटमा रेडी हुन्छ नि। तपाईँहरूले नि कमेन्ट गरिदिनु पऱ्यो कि, कमेन्टै गर्नुहुन्न तपाईँहरूले। कस्तो लागेको छ तपाईँहरूलाई भिडियोहरू, तपाईँहरूले नि भन्नु पऱ्यो कि। यहाँ हेर्न सक्नुहुन्छ चिकन चाहिँ अब पाकिसकेको छ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ है, रातो भइसकेको छ। अब चिकन चाहिँ हालिदिनु पऱ्यो। चिकन यहाँ देख्न सक्नुहुन्छ। मैले चाहिँ चिकन हाल्दै मजाले यसलाई चाहिँ धोएर सफा गरेर यहाँ चाहिँ अब तपाईँहरूले देख्न सक्नुहुन्छ चिकन चाहिँ फ्राई हुन्छ। अब धेरै टाइम लाग्दैन। यो चाहिँ लेग हुन्छ नि, यो चाहिँ खुट्टावाली भाग हो क्या, लेग पिस हुन्छ होइन, त्यसलाई चाहिँ त्यो भएर चाहिँ खुट्टाको भाग हो। हेर्न सक्नुहुन्छ तपाईँहरूले। मजाले यसलाई फ्राई गरिन्छ। आज चाहिँ स्पेसल बनाएर खान्छ।
चाहिँ हेर्न सक्नुहुन्छ है। आज चाहिँ हाम्रो चाहिँ फ्राइडेको दिन हो। फ्राइडे चाहिँ यहाँ चाहिँ साउदीमा चाहिँ हाम्रो हर हप्ताको फ्राइडे चाहिँ छुट्टी हुन्छ क्या, हेर्न सक्नुहुन्छ है। हप्तामा एकचोटि चाहिँ छुट्टी हुन्छ। यहाँ चाहिँ हाम्रो किचन हो, यहाँ देख्न सक्नुहुन्छ किचन नै ठुलो छ क्या, हेर्नु ठुलो रुम छ। यहाँ चाहिँ भाँडा माझ्ने ठाउँहरू तपाईँहरूले देख्न सक्नुहुन्छ है। यो त फ्रिज भइहाल्यो। फ्रिजमा चाहिँ मैले यहाँ अन्डा पनि राखेको छु। गर्मी छ नि त, गर्मी भएको कारणले गर्दाखेरि चाहिँ भित्र राख्न राम्रो हुँदैन नि त। फेरि हुन त भित्र पनि एसी चलिरहेको हुन्छ, तर पनि भित्र चाहिँ खराब हुनसक्छ क्या। त्यही भएर यहाँ चाहिँ हेर्न सक्नुहुन्छ मासुहरू चाहिँ राखिएको छ माथि चाहिँ। यो चाहिँ डिप भइहाल्यो होइन, त्यही भएर यहाँ चाहिँ हार्डवाला एसी भइहाल्यो। तल चाहिँ यहाँनिर हल्का सेटिङ गरेर धेरै त्यो नर्मलमा राखेर चाहिँ बाँकी कुराहरू चाहिँ नर्मलमा राखिन्छ तलपट्टि चाहिँ। अब यहाँ हेर्न सक्नुहुन्छ यसलाई चाहिँ फ्राई गरिन्छ मजाले, तपाईँहरूले देख्न सक्नुहुन्छ। यसलाई फ्राई गर्नमा लगभग 5-10 मिनट जति लाग्छ। यसलाई चाहिँ 10 मिनट जति यसलाई फ्राई हुन्छ। त्यसपछि चाहिँ आलु हाल्नुपर्छ। आलु हालेर मजाले यसलाई भुटेर चाहिँ हल्का ग्रेभी टाइपको बनाएर खानुपर्छ है। तपाईँहरूले पनि भनिदिनु पऱ्यो कस्तो लाग्छ मैले बनाएको भिडियोहरू, तपाईँहरू हेरिरहन सक्नुहुन्छ है। देख्न सक्नुहुन्छ है। अब चाहिँ तपाईँहरूले चाहिँ यहाँ मसलाहरू चाहिँ सबै हालेर चाहिँ अहिले मासु चाहिँ पाक्न लागिसकेको छ है। रातो रातो भएको छ है, तपाईँहरूले चाहिँ देख्न सक्नुहुन्छ मजाले पाक्न लागिरहेछ। अब यहाँ चाहिँ थोरै आलु चाहिँ काटेर राखेको छु, त्यसलाई पनि हालेर फ्राई गर्नुपर्छ है। यहाँ चाहिँ हेर्दै रहन सक्नुहुन्छ तपाईँले। त्यसपछि चाहिँ लास्टमा चाहिँ यहाँ चाहिँ टमाटर काटेर राखेको छु, हेर्न सक्नुहुन्छ है। अब आलु पनि हालेर मजाले यसलाई भर्नुपर्छ, किनभने मासु पाकिसकेको छ। धेरै टाइम लाग्दैन, 10-15 मिनटमा क्लियर हुन्छ। तपाईँहरूले चाहिँ देखिरहन सक्नुहुन्छ है। तपाईँहरूको लागि भनेर नै मैले स्पेसल भिडियो बनाएको छु है। स्किप नगरिकन पुरा भिडियो चाहिँ हेरिदिनु होला। हस् त आजको लागि यति नै। भोलिका दिनहरूमा पनि योभन्दा राम्रो भिडियोहरू चाहिँ तपाईँहरूको माझमा ल्याउने कोसिस गर्नेछु। तपाईँहरूको माया गरिरहनु भएको छ, त्यसको लागि चाहिँ धन्यवाद भन्न चाहन्छु। हस् त, नमस्कार।